नमस्कार। आज हामी एउटा निकै चाखलाग्दो सामग्रीमा छलफल गर्दैछौँ, ऊर्जा सन्तुलन र आत्मिक जागरण। यसले हाम्रो भित्री ऊर्जा, जसलाई प्राण भनिन्छ नि, हो त्यसको संसार खोतल्ने प्रयास गरेको छ। हो, एकदमै। यो निकै महत्त्वपूर्ण विषय पनि हो। यो सामग्रीको मूल मान्यता के देखिन्छ भने, हामी केवल यो देखिने भौतिक शरीर मात्रै होइनौँ। होइनौँ, बिल्कुल होइनौँ। बरु हामीभित्र सूक्ष्म ऊर्जाको एउटा खै कसरी भनौँ जीवन्त प्रणाली छ। साँच्चै एक जटिल प्रणाली हो। अनि आज हाम्रो उद्देश्य चाहिँ यही भित्र बहने जुन ऊर्जाहरू छन् नि, खास गरी सकारात्मक र नकारात्मक, तिनलाई अलि राम्ररी बुझ्ने र सन्तुलन कसरी खोज्ने भन्ने पनि हैन, आत्मिक जागरणका लागि। ठ्याक्कै। सामग्रीले भन्छ हाम्रो प्रणालीमा दुई किसिमका ऊर्जा छन्। पहिलो सकारात्मक, जसलाई शुद्ध प्राण भनिएको छ। हो, शुद्ध प्राण, जसमा प्रेम, शान्ति, करुणा जस्ता गुण हुन्छन्। अनि यो चाहिँ ध्यान, निस्वार्थ सेवा जस्ता कुराले बढ्छ रे। बढ्छ। अनि दोस्रो भयो नकारात्मक ऊर्जा, अशुद्ध प्राण भनौँ न। जसमा राग, द्वेष, रिस, डर, चिन्ता यस्ता भावहरू हुन्छन्। हो। अनि यो चाहिँ लोभ, अहंकार, ईर्ष्या यस्ता विचारबाट आउने रहेछ। यो चाहिँ मानसिक विकारबाट उत्पन्न हुने भयो। अनि मलाई यहाँ एउटा कुराले निकै सोचमग्न बनायो। सामग्रीले के भन्छ भने, हाम्रो हरेक क्षणको जुन मनस्थिति छ नि, हजुर, हाम्रो विचार, हाम्रो भावना, त्यसले नै हाम्रो भित्र कस्तो ऊर्जा चल्छ भन्ने निर्धारण गर्छ। यो त गजब लाग्यो मलाई। ओहो, र यो किन महत्त्वपूर्ण छ भन्ने कुरा पनि सामग्रीले स्पष्ट पार्छ। जब हामीभित्र नकारात्मक ऊर्जा, मतलब त्यो अशुद्ध प्राण हावी हुन्छ, त्यसले हाम्रो वास्तविक स्वरूप, हाम्रो आत्मालाई बादलले ढाके जस्तो बनाइदिन्छ, अस्पष्ट पार्छ। हामी दुविधा, अशान्ति, भ्रममा फस्छौं। तर जब सकारात्मक ऊर्जा, त्यो शुद्ध प्राण बलियो हुँदै जान्छ, तब आत्माको त्यो वास्तविक, शान्त, प्रेमपूर्ण स्वरूप खुल्दै जान्छ, प्रकट हुन्छ। भनेपछि यो खालि पोजिटिभ सोच्ने भन्ने मात्रै कुरा रहेनछ। होइन, त्योभन्दा गहिरो छ। यो त हाम्रो भित्री ऊर्जाको गुणस्तरसँगै जोडिएको विषय हो। बुझ्यो। त्यसो भए यो महत्त्वपूर्ण सन्तुलन कसरी ल्याउने त? सामग्रीले केही उपायहरू पनि दिएको छैन? दिएको छ। निकै व्यावहारिक विधिहरू छन्, जस्तै योग अभ्यासहरू। योग, हठयोगको कुरा छ। त्यो शारीरिक लचकताको लागि मात्रै होइन रहेछ। होइन, शरीरमा जमेर बसेको तनाव, नकारात्मक ऊर्जालाई बाहिर निकाल्न पनि मद्दत गर्छ भनिएको छ। अनि प्राणायाम नि, विशेष गरी नाडी शुद्धिको कुरा छ। नाडी शुद्धि प्राणायाम यो श्वासको अभ्यास मात्रै पनि होइन, यसले हाम्रो इडा र पिङ्गला नाडी, मतलब देब्रे र दहिने नाकबाट चल्ने चिसो र तातो ऊर्जा प्रवाहलाई सन्तुलनमा ल्याउँछ। हो, सन्तुलनमा ल्याएर भावनात्मक स्थिरता बढाउँछ। यो निकै शक्तिशाली विधि हो। अनि ध्यानको पनि कुरा छ होला? छ नि। समता योगको उल्लेख छ, जसले विचार र भावनाको आदिमा नबगिकन तटस्थ भएर हेर्न सिकाउँछ। मतलब साक्षी भाव जस्तो। हो, त्यस्तै। मनलाई अनावश्यक प्रतिक्रियाबाट बचाउँछ। अनि मौन साधना पनि महत्त्वपूर्ण भनिएको छ। मौन बस्नु? त्यसले मनको भित्री कोलाहल शान्त पार्छ, ऊर्जालाई अनावश्यक रूपमा सकिन दिँदैन। योग र ध्यान बाहेक हाम्रो जीवनशैली, कर्म, त्यसले पनि फरक पार्छ भनिएको छ हैन त? निश्चित रूपमा। सात्विक भोजन र विचारमा जोड दिएको छ। सात्विक भोजन मतलब शुद्ध, ताजा खानेकुरा? हो, शुद्ध, ताजा, हल्का। किनभने सामग्री अनुसार यस्ता आहार र विचारमा सकारात्मक ऊर्जा, त्यो शुद्ध प्राण बढी हुन्छ। त्यसले भित्रैदेखि सन्तुलनमा ल्याउन मद्दत गर्यो? हो, त्यस्तै अहिंसा, सत्य, अस्तेय भने नचोर्नु, यस्ता नैतिक आचरणले नकारात्मक ऊर्जा बन्ने कारण नै कम गर्दै लैजान्छ। यहाँ बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के देखियो भने, यी अभ्यासहरू खालि शारीरिक स्वास्थ्य वा मानसिक शान्तिका लागि मात्र होइन रहेछन्। हो, त्यो एकदमै महत्त्वपूर्ण निचोड हो। सामग्रीले के सङ्केत गर्छ भने, यी अभ्यासहरूले सिधै हाम्रो सूक्ष्म प्राणिक शरीरमा काम गर्छन्। प्राणिक शरीरमा? यिनीहरू हाम्रो भित्री प्राणशक्तिलाई शुद्ध पार्ने, सन्तुलित बनाउने साधन हुन्, जसले गर्दा व्यक्तिको चेतना माथि उठ्छ। अनि आध्यात्मिक विकास, आत्मिक जागरणको सम्भावना बढ्छ।
ठ्याक्कै। यो केवल बाहिरबाट फिट देखिने वा शान्त देखिने कुरा मात्र होइन, यो त भित्री रूपान्तरणको प्रक्रिया हो। र जब कोही व्यक्ति यसरी ऊर्जाको हिसाबले सन्तुलित हुन्छ उसको अवस्था कस्तो हुन्छ होला? सामग्रीले के भन्छ यसमा? सामग्री अनुसार त्यस्तो व्यक्ति आत्मसाक्षात्कारको नजिक पुग्छ। ऊ जीवनका उतार चढाउमा, जस्तै सुख आउँदा धेरै मात्तिने वा दुःख पर्दा हात्तिने हो, त्यस्तो गर्दैन। उसमा एक प्रकारको समभाव, स्थिरता विकास हुन्छ। र अर्को रोचक कुरा, त्यस्तो व्यक्तिमा स्वाभाविक रूपमा अरूको सेवा गर्ने, प्रेम भाव प्रकट गर्ने प्रवृत्ति बढ्छ। उसले त्यसैमा आनन्द मान्न थाल्छ। भनेपछि आजको यो विश्लेषणबाट हामीले के सिक्यौं त? मुख्य कुरा त हाम्रो भित्री सकारात्मक र नकारात्मक ऊर्जा बीच सन्तुलन राख्नु यो आत्मिक स्पष्टता र विकासको लागि नहुने रहेछ। अपरिहार्य नै रहेछ। अनि योग, ध्यान र सात्विक जीवनशैली चाहिँ यसका लागि निकै प्रभावकारी उपायहरू हुन्। हो, व्यावहारिक उपायहरू। र यो पनि बुझ्नुपर्छ कि यो सन्तुलन कुनै स्थायी उपलब्धि जस्तो होइन, एकपटक पाएपछि सधैँ रहिरहने खालको त्यस्तो होइन। यो त निरन्तरको सजगता, होस, अभ्यास त्यसको परिणाम हो। हाम्रो हरेक विचार, बोली, कर्मले यो सन्तुलनलाई कि त बलियो बनाउँछ कि त कमजोर पार्छ। हो, यो निरन्तर चलिरहने प्रक्रिया हो। अन्तमा एउटा प्रश्नमा विचार गरौँ न त। सामग्रीले भन्छ कि सन्तुलित व्यक्ति सेवा र प्रेममा रमाउँछ। के यसको उल्टो पनि सम्भव होला? मतलब कि हामीले जानी गर्ने बाह्यरी सकारात्मक कर्महरू छन् नि, जस्तै निस्वार्थ सेवा, दान, अरूलाई सहयोग गर्ने, परोपकारका कामहरू हो, के त्यस्ता कामले पनि हाम्रो भित्री ऊर्जाको सन्तुलनमा सिधै सकारात्मक प्रभाव पार्न सक्छ, जसले गर्दा असल कर्म र भित्री शुद्धिको एउटा राम्रो चक्र बनोस्, निरन्तर चलिरहोस्? निकै रोचक प्रश्न हो। यो पक्षमा पनि थप चिन्तन गर्न सकिन्छ। बाहिरी कर्म र भित्री अवस्थाको यो अन्तर सम्बन्ध साँच्चै गहिरो छ। हो, यसमा सोच्न सकिन्छ।